यो बस्तीहरू तपाईँको 62-63 आएर बसेको हो। हजुर 62-63 को आन्दोलनमा आएर बसेको। यिनीहरू कहाँ जाउँ भयो के जाउँ भयो अनि आएर यसो छाप्रो लगाएर बसेका हुन्। 2-4 जना मात्र थिए पहिला। ए 62-63 पछि बसे हो। यो थापाथली आसपासको दृश्य जहाँ चाहिँ हामी सुरक्षाकर्मीको तैनाथी बाहेक अरू पब्लिकहरू खासै देख्दैनौँ। पब्लिकहरू एकदमै कम देखिरहेका छौँ र तर पनि कतिपय केही प्रश्नहरू जनताहरूको छ नै र त्यतातर्फ पनि हामी यहाँ सुनिरहेका छौँ र यो खालको अवस्था छ। सबै सुकुम्बासीहरूलाई उसले छ्यानबिन गरेर भोलि उसको डाटा खडा गरेर त्यो हेरेर पत्ता लगाएर छैन भनेदेखि उसले सेटल खाइने गर्छ एक दुई चार दिन पहिला त बाउले त छोरा अंश त घर बनाएर सक्दैन कोठा गरेर बस्छ कस्तो कुरो यता कुरो बाउले अंश नभएर म छोरो भिल्नुहुन्छ भन्नु भने ल कोठा एउटा चित्र कोठा बस्छ भोलि बिल्डिङ बनाएर बस्छ। काशीलाई चाहिँ होइन कस्तो भने चाहिँ यो व्यवस्थित नगरिकन चाहिँ विस्थापन गर्नु हुँदैन भने हाम्रो पार्टीको धारणा छ कि होइन। त्यही अनुरूप चाहिँ अब बालन सरकारले चाहिँ पहिले अब उहाँ अलि इमेच्योर थियो। उहाँ मेयर हुँदाखेरि उहाँले आएर चाहिँ जबरजस्ती गर्नुभएको थियो होइन। त्यो बेला राजनाथ पाण्डेजीको चाहिँ अब टाउको पनि फुटेको थियो। थापाथलीको सुकुम्बासीका सयौँ घर टहराहरू यसरी निमेषभरमै सरकारले हटाइदिएको छ। दर्जन जति डोजरहरू एकैचोटि प्रयोग भएको छ। काठमाडौँ महानगरपालिकाको सडक विभागको लगायत विभिन्न निकायका डोजरहरू र सयौँ प्रहरीको सङ्ख्यामा यो ठाउँ खाली गरिएको छ। भनेपछि हुकुमवासीहरूको चाहिँ पातो फर्किने भयो। फर्काउनै पर्यो फर्किन्छ त ठिकै भयो हुनै पर्ने कुरो भएकै हो तर सपोर्ट गर्नु सबैले पाउनुपर्छ है फेरि पाउँछन् कस्तो वादा गर्यो भने 35-40 वर्षमा यहाँसम्म संरक्षण गरेर त भोट कब्जा गरेर राखेको हो कि। झन्डै 1 दर्जनको सङ्ख्यामा डोजर प्रयोग गरिएको छ भने सयौँ प्रहरीहरू खटिएका छन्। हजारौँ भन्दा पनि फरक पर्दैन। प्रहरीहरू यहाँ मात्रै नभएर धेरै साइटमा पनि छन्। कतिपयको यो दृश्य जहाँ चाहिँ भित्रका टहराहरू एकैचोटिमा दर्जन जति डोजर चलाइसकेपछि यो केही क्षणमै अब सकिँदैछ। हामी यो बाहिरपट्टि रहेका छौँ र धेरै मानिसहरूले कतिपय कुराहरू राख्न पनि सकिरहेको अवस्था छैन। बल्लभ ठकुरी तपाईँ स्थानीयवासी हुनुहुन्छ है? स्थानीयवासी। अब त उठाउँदैछ सरकारले खाली होला कस्तो बनाउनुपर्छ यो ठाउँ? अब अहिले सभ्यताको साथ एकदम राम्रो तरिकाले नै ऊ आफै नै हाम्रो सामानहरू नोक्सान नहोस् यताउति नहोस् भनेर उहाँहरू नै एकदम राम्रो तरिकाले नै गरेको छ। तर नहुनेहरूलाई चाहिँ सरकारले पनि बन्दोबस्त गरिदिनु पर्यो। सबै हुन्छ छ नै भन्नु नै छैन। नहुनेलाई नै सरकारले बन्दोबस्त गरेर राम्रो ठाउँमा राखिदिन पर्यो भनेर म यो दुई शब्द हजुरहरूलाई यो पनि गर्न चाहन्छु। र सामानहरू कुनै पनि कसैको केही नोक्सान नहुने गरी अहिले गरिरहेको छ सरकारले। प्रहरी आफैले नै सहयोग गरिरहनु भएको छ। यसरी सहयोग गरिदिनु भएको नै उहाँहरूको पनि नोक्सानबाट धेरै सामानहरू बच्छ भन्नु हो। भनेको मतलब प्रहरीले भाटै हान्नुपर्ने असुर ग्यासै हान्नुपर्ने डोजरै चलाउनु पर्ने छैन। तपाईँको अहिलेको जनताहरू पनि सभ्य भइसकेको छ। प्रहरीहरूलाई मात्र दोष लाएर हुँदैन। अहिलेको जनताहरू पनि सभ्य भइसकेको छ। उहाँ प्रहरीहरूलाई पनि अहिले कति आनन्द छ। यसरी नै सबै ठाउँबाट यसरी नै गइदिए त हामीलाई पनि आनन्द हुन्थ्यो। किन उनीहरूलाई मात्र रहर छ र भाटो हान्नलाई भनेको? जसले गल्ती गर्छ उसैलाई हान्ने हो नि। गल्ती नगर्नेलाई भाटो हानेर त केही पाइने त होइन। अनि यत्रो सुकुम्बासी बस्ती यत्रा जनताहरू छन् सबैको सेन्टिमेन्ट लिएर अर्को चोटिलाई पनि यसो भोट जोगाइराखे हुन्थ्यो नि बालेन शाहले। किन अर्कोचोटि राजनीति गर्नु पर्दैन बालेन शाहलाई? के होइन खोला किनारामा उसलाई पनि अलिकति डर भयो। भोलि खोला किनारामा बाढी आउँछ बाढीले बगाउँछ उसलाई पनि यसो तमासा यत्रो मान्छेहरूको तमासा हेर्न नि उसलाई नै म रहर छ र भनेको। रहर भएर यसो भोलि आयो यो खोला बाढीले बगाउँछ उहाँहरूलाई नै टेन्सन सरकारलाई नै टेन्सन। अब नदी किनारामा बसेको कुन बेला यो भइपरि आउँछ कुन बेला कसरी बाढी आउँछ भन्ने कसैलाई थाहा भएको कुरो होइन। बाजा बजार आउने कुरो होइन। त्यसै कारणले गर्दा पनि त अहिले यसरी उनीहरू आफ्नै तरिकाले गएको छ। बालेन शाहले नै भनेको छ खोला किनारामा बसेर बाढी आउँछन् उनीहरूलाई बगाएर लान्छन् मान्छे मर्छन् कतिको बिजोग हुन्छ। मलाई पनि त रहर छैन यस्तो बिजोग हेर्नलाई भनेर उहाँले स्टेटमा भनिरहनु भएको। यो काम ठिकै हो त्यसो भए? अहिले गरेको कामलाई ठिकै हो तर नहुनेलाई चाहिँ उहाँहरूले जसरी पनि राम्रो बन्दोबस्त गरिदिनु पर्यो र हुने आफ्नो ठाउँमा छैन हुनेले गरेर नहुनेलाई पनि बिगारेको छ कि यहाँ। हुनेले गर्दा नहुनेलाई पनि बिगारेको छ। वास्तविक गरिबहरू छन् नि यहाँ धेरै म्याक्सिमम गरिबहरू पनि छन्। पीडितहरू पनि धेरै गरिबहरू पनि छ। सरकारले हेर्नु पर्यो। सरकारले मैले गरेँ भनेर सरकारले पनि ताली बजाएर बस्नु चाहिँ राम्रो होइन। गरिबलाई छुट्याएर यसो गरिबलाई पनि हेरेर राखेर होइन उहाँको लागि एकदम राम्रो गर्नुभयो भने चाहिँ मलाई यो हामीलाई पनि भित्रैदेखि नै अलिकति खुसी लागेर आउँछ। यो अवस्थामा हामीले देख्छौँ नि बाढी आउँदा कति बिजोग हुन्छ। बाढी आउँदा बिजोग अस्ति देख्नु योभन्दा 2 वर्ष बिजोगै भयो।
भयो यहाँ बिजुकै भयो कतिको अब भएको छ 10औं लाखको सामान एक व्यक्तिका पनि गए सामानहरू पनि गए हामीलाई पनि आङ सिरिङ्ग हुन्छन् हामी छेउछाउमा बसिरहन्छौँ बाढीले कसैले बगाएर लए कसैलाई के भए अब यो ठाउँमा बालेनले ल ठिकै छ यो गर्यो अहिले गरिसकेपछि यसलाई यो ठाउँलाई पनि राम्रो परिवर्तन गर्न सक्नु पर्यो बालेनले अनि झन् वावा आउँछ अब उहाँको पालि त 20 वर्ष हो अब 20 वर्ष उहाँलाई कसैले छुनु पर्दैन कसरी अहिले सुकुम्बासी उठायो भनेर भोट घटिसक्यो कहाँ 20 वर्ष भोट घट्यो भन्न मिल्दैन तपाईँहरूले यो भोट घट्यो यता सुकुम्बासीले त राम्रै तरिकाले गरिरहेको छ सुकुम्बासीले नि हामी आफै नै गर्छु हामी आफै जान्छु भनेर भनिसकेपछि सुकुम्बासी पनि अलिक अहिले खुसी नै भइरहेको छ है उसलाई पनि दोष लगाइहाल्न चाहिँ सुकुम्बासीलाई नि दोष लगाइहाल्न मिल्दैन अब एक ठाउँ मात्रै हो र मनोहरामा पनि माइकिङ गरिसक्यो उता सिनेमङ्गलतिर भन्छ कुलेश्वरतिर भयो भन्छन् अब काठमाडौँ महानगरभित्रको चाहिँ सबै उठाउने कुरा रहेछ त सबै उठाउने सरकारले व्यवस्थापन गर्न तपाईँहरूको सुकुम्बासी भनेको के सुकुम्बासी भने छाप्रो लाएर बस्नुपर्छ उहाँहरू मल थडाएर बस्दिने भएर पनि गाह्रो भयो यहाँ हामी एउटा के अरे तपाईँको जग्गा भएको मान्छे एउटा एक तला घर बनाएर बस्न सक्दैन उनीहरू 5 तला घर बनाएर बस्ने भएर पनि यो गाह्रो बनाइदियो सरकारलाई यिनीहरू कसरी यत्रो घर बनायो कसरी यसरी घर बनायो भनेर यसरी बनाएको भएर पनि गाह्रो भयो सुकुम्बासी छाप्रो लगाएर बस्नुपर्छ त्यो हो वास्तविक सुकुम्बासी भनेको अब सरकारले छानबिन गरेर वास्तविक गरिब दुखीलाई त हेर्नु पर्यो सरकारले अब हेर्छ रोजगारी सुकुम्बासीहरू कतिजना छन् धेरैजना छन् सुकुम्बासी हामीले चिनेका पनि छन् उहाँहरूलाई यस्तो अब सबै तरिकाले एउटा सुकुम्बासीको ठाउँ भनेर एउटा राम्रो ठाउँ दिनु पर्यो सरकारले बालेन सरकारले छन् उहाँको वावा आउनेछ त्यो गर्न सक्छन् होला त्यो सक्छ गर्छन् त्यो खुट्टी छ त्यो त्यतिको दरो छ खुट्टी यो सरकार गर्छन् उसले गर्छु भनेपछि गर्छ उसले नबोलिकन गर्नु भने शान्तिको कुरो हो भने उसले एउटा लेखेको भरमा तर्च्यो कहाँ हो र के हो र अहिले सामाजिक सञ्जालमा जे पनि लेख्या हुन्छ भनेर हो त भयो त अहिले सामाजिक सञ्जाल हो यो होइन नि सामाजिक सञ्जालले त आज के अरे फलानु यो मर्यो भनेर भने कहाँ मर्नु त्यो त जिउँदै भए हुन्छ आज प्रहरीले बिहानैदेखि भाटा तिर्स्याउँछ कि जनतासँग ओहो धक्कामुक्की गर्छ अहिले सोफा पनि निकाल्दैछ अहिलेको तपाईँको स्थिति हेरेर हाम्रो यहाँको सुकुम्बासीहरूको पनि भाइहरू सुकुम्बासी मेरो दाजुभाइ आमा बुवाहरू सबै हुनुहुन्छ उहाँ पनि नेपाली जनता नैहरू हुनुहुन्छ तर उहाँहरू सभ्य तरिकाले राम्रो तरिकाले गएको भएर नै पुलिसहरूलाई सजिलो भएको छ भाँटो हान्नु राम्रो होइन गल्ती जसले गर्छ नालायक जसले बोल्छ उसलाई भाँटो हान्नु न अपसभ्य बोल्छ उसलाई भाँटो हान्नु राम्रो अहिले सभ्य तरिकाले गरेको छ सबैलाई खुसी भएछ अहिले त हामीले उहाँ सुकुम्बासीहरूलाई नि वाह र हाई गरेर नमस्ते गर्नुपर्ने हाम्रो अवस्था भइरहेको तपाईँहरूले बच्चा बाल्यकाल यहीँ हुर्किनु भयो होइन बाल्यकाल यहीँ हुर्क्यो खोलाको क्षेत्रफल त्यति नै हो खोलाको क्षेत्रफल तपाईँको यहीँसम्म भकारी यहाँ पुरै यो भकारी भनेको त खोलाको किनारमा हुन्छ पार गर्छौँ यो अब तपाईँको यो पारिपट्टिको सबै नै फाँटै थियो ज्वागल एरिया सबै फाँटै थियो अब हामीले देखि नै जन्मेर आजको 52 वर्ष लाग्यौँ अहिलेसम्म यस्तो थियो कि के थियो भने कसैले बुझ्नै नसक्ने यो त एकादेशमा भने जस्तो कस्तो बनाउनु पर्छ होला अब बालेन सरकार बालेन सिटी भनेको छ बालेन सिटी बनाएर देखाउनु पर्यो बालेन देश बनाउनु पर्यो नि बालेन होइन सिटी एउटा बालेन देश बनाएर देखाउनु पर्यो जुम्लादेखि उसले गरेको अब यो 1 वर्षभित्रमा उसले यो सबै तयार गर्न सक्नुपर्छ अब बालेनले परिणाम देखाउनु पर्यो त्यो त बोलेको अनुसार परिणाम देखाउनु पर्यो गत वर्ष यसरी उठाएको थियो आहा यस्तो पो बनायो भन्ने हुनु पर्यो तर अहिले सुकुम्बासीलाई यसरी उठाइरहेको छ नहुनेलाई चाहिँ हेरिदिन पर्यो जसरी पनि हेरिदिन पर्यो उहाँहरूलाई होइन कसैलाई पनि नदी किनारमा आएर गन्ध खाएर होइन बस्न कसैलाई पनि रहर हुँदैन त्यही भएर वास्तविकहरू हुनुहुन्छ दुखीहरू हुनुहुन्छ त्यसले सरकारले नजरअन्दाज गर्न पाउँदैन सुकुम्बासी भन्दा हुकुमबासीले राज चलाएको भएर नै आज सुकुम्बासीलाई गाह्रो पर्यो सुकुम्बासी सङ्घका अध्यक्ष हिजै पक्राउ परिसक्नुभयो अस्तिको दिन पर्छ बढी बोलेपछि मैले पनि यहाँ आएर अपसभ्य र 2-4 शब्द बोलेँ भने मलाई पनि पक्रिन्छन् अध्यक्षको घर रहेछ त त्यहाँ शान्ति अध्यक्षको उहाँको हुकुमबहादुर रे उहाँको त अब उहाँ हुनुहुन्छ पहिला गएर महानगरसँग झडप हुँदाखेरि पनि परेको थियो हात यस्तो बुढो मान्छे भएर हात हाल्नु त राम्रो त कुरो त होइन होइन त्यही भए पनि अब सरकारले वास्तविक रूपमा छानबिन गरोस् छानबिन गर्नै पर्यो गरोस् होइन गर्नै पर्यो जसले ढिलो गरिरह्यो भने झन् हुँदैन वास्तविक सुकुम्बासी भनेर उहाँहरूले चाहिँ राखिदिन चाहिँ पर्यो हस् थ्याङ्क यू सो मच थ्याङ्क यू भेरी मच सबैलाई